विभिन्न संविधानमा भएका महिला अधिकार सम्बन्धी के छन् व्यवस्था भनेर हाम्रो विमला म्याडमले पनि यहाँलाई क्लास दिनुभएको छ। अब हामीले व्यवस्था चाहिँ हामीलाई थाहा छ, तर व्यवस्था थाहा हुँदाहुँदै पनि हामीले त्यसलाई आफूले पूर्ण गर्न सकिरहेका छैनौँ। त्यसलाई हामीले नियम कानुन थाहा छ, तर त्यो अन्याय सहेरै बसिरहेका छौँ। आगामी दिनमा हामीले चाहिँ नियम कानुन अब थाहा पाइसकेपछि त्यस्तो सहेर बस्नु हुँदैन भनेर चाहिँ हामीले शिक्षा ल्याएका छौँ। र तपाईँले यो शिक्षा यहाँ मात्र नभएर सबै ठाउँ हामीले फैलाउनु पर्ने हामीले फैलाउनु पर्ने जरुरी देखिन्छ। त्यसै गरी अब हामीले विशेष गरी अर्को महत्त्वपूर्ण कुरा हामीले छुट्यायौँ हिजो यो लैङ्गिकताको सम्बन्धमा प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गको बारेमा जुन हामी भित्र चाहिँ यो खालको बुझाइको कमी थियो त्योमा हामी प्रष्ट रूपमा भएका छौँ। र आगामी दिनमा हामीले सामाजिक लिङ्गभेद चाहिँ परिवर्तन गर्नुपर्छ। हामीले पहिलादेखि आएको जुन लिङ्गको आधारमा हुने भेदभाव छ त्यसलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरा पनि हामीले बुझेका छौँ। अनि अब त्यसै गरी हामीले विशेष गरी अब हिजो नयाँ कुरा अर्को हामीले जस्तो संविधानमा भएका कतिपय बुदाहरू यस्ता हुँदो रहेछन् जो हामीले भित्र गएर नपढेछौँ, त्यसको अर्थ बुझिँदो रहेछ। त्यो समान वंशीय हक भन्ने हामीले पढ्यौँ हिजो, त्यो म आफूलाई पनि एकदम नयाँ लागेको छ। समान वंशीय हक भनेको श्रीमतीले समेत आफ्नो थर दिन पाउने जुन खालको कानुनी व्यवस्था रहेछ थियो हामीले त्यो शब्द चाहिँ हामीले पढेको, तर त्यो शब्दको के हो अर्थ भन्ने हामीले बुझेका छैनौँ। त्यो अर्थको बारेमा समेत हामीले बुझ्ने मौका पायौँ। यस्ता धेरै कुराहरू हामीले हिजो बुझ्यौँ। अब आज पनि हामीले धेरै महत्त्वपूर्ण कुरा गऱ्यौँ, जस्तो एउटा पहुँच र नियन्त्रण सम्बन्धी कुरा गऱ्यौँ नि। अब यो विषयमा हामीले सबैलाई बुझाउनु पर्ने देखिन्छ। हाम्रो वन तपाईँहरू अहिले धेरै जसो हामी वन समितिबाटै हुनुहुन्छ, तपाईँहरू वन हाम्रो महिलाहरूको पहुँचमा छ, तर त्यो वन हाम्रो नियन्त्रणमा छैन भन्ने एकदम सन्देशमूलक कुरा हामीले सिकेका छौँ। अब वन तपाईँकै पहुँचमा हुनु पऱ्यो, तपाईँहरूकै नियन्त्रण पनि हुनु पऱ्यो भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनु पऱ्यो। अबदेखि लिएर समितिहरूमा हाम्रो प्रतिनिधित्व हुनु पऱ्यो, प्रतिनिधित्व मात्र नभएर सहभागिता नियन्त्रणको कुरा पनि हुनुपर्ने देखिन्छ। र त्यसै गरी समावेशीकरणको कुरामा पनि हामीले आज कुरा गरेका थियौँ। समावेशीकरण सबैलाई हामी पछि परेका समुदायलाई अन्य व्यक्तिसँग स्थापित गर्नको लागि के कस्तो काम गर्न सकिन्छ भनेर चाहिँ हामीले कुरा गरेका थियौँ। अब त्यसमा पनि हामी लाग्नुपर्ने देखिन्छ। त्यसै गरी हामीले यो सबैभन्दा महत्त्वपूर्ण नेतृत्वको कुरा गऱ्यौँ, नेतृत्व विकास सम्बन्धीमा। अब आज नेतृत्वको कुरा गऱ्यौँ, भोलि गएर हामी फेरि उही घर थिचोमिचोमा बस्ने होइन, हाम्रो आफ्नो कुराहरू नलाग्ने, उही समितिमा गएर पुरुषका मात्रै कुरा सुन्ने, महिलाहरू हामी शान्त भएर हजुर हजुर भन्ने ताली बजाइदिने गऱ्यौँ भने यो तालिमको त्यति अर्थ देख्दैन फेरि है। आगामी दिनहरूमा तपाईँले कम्तीमा यहाँबाट सिकेको कुराहरू प्रयोग गर्नुपर्छ तपाईँ हामी सबैले। एउटा कुरा यो देखिन्छ। अनि म अर्को आफ्नो सानो तपाईँलाई अनुभव भन्न चाहन्छु। जस्तो यहाँ वन समितिहरूको रिन्यू नभएर धेरै वन समिति र नगरपालिका बिचको समन्वयको कमी भयो भनेर हिजो मेयर साहबले पनि तरफ गर्नुभएको छ। वन समितिको जति दायित्व हो, जति काम हो त्यो भएको छैन भन्ने कुरा भएको छ। तर हाम्रो पनि संस्था अपाङ्ग एकता समाज छ, हाम्रो पनि विगतमा समस्या त्यस्तै थियो। हामी पनि 3 वर्षसम्म हाम्रो पहिलाको नेतृत्वले रिन्यू नगरिदिएपछि हामी आफैले समितिका साथीहरूले पैसा उठाएर त्यो 25,000 जति परेको थियो हामीलाई, त्यसरी गरेर रिन्यू गऱ्यौँ। पछि रिन्यू गरेपछि हामीले आधिकारिक रूपमा भयौँ, प्रशासनको दर्ता सबै ठाउँ कर कार्यालयमा रिन्यू भइसकेपछि नवीकरण भइसकेपछि चाहिँ हामीले नियमित रूपमा कार्यक्रम गर्न सफल भएका छौँ। जस्तो हामीलाई नगरपालिकासँग हामी प्रत्यक्ष रूपमा जोडेर काम गरेका छौँ, अरू संस्थाहरूसँग जोडिएका छौँ। अब मेरो वन समितिका आदरणीय पदाधिकारीज्यूहरूलाई पनि अनुरोध छ, तपाईँहरू नवीकरण भएन, पैसा छैन, हिजो 1 लाख रुपियाँ पुगेको छ नवीकरण अहिलेसम्म हिसाब गर्दा भन्नुभयो होइन। कमसेकम अहिले तपाईँहरूले त्यो 1 लाख रुपियाँ परे पनि कम्तीमा गाउँ बस्तीहरूसँग कसरी हुन्छ कुरा गरेर कुनै आय स्रोत छ भने स्रोत जुटाउने, छैन भने आफैले उठाएर भए पनि त्यो दिने गर्नेतिर लाग्नु पऱ्यो। त्यसपछि तपाईँले अर्को कुरा पनि उठाएको छ, त्यो पैसा कसरी तिर्ने त भन्ने कुरा तपाईँलाई लाग्न सक्छ है। फेरि त्यत्रो पैसा गाउँले समाजले देला, पछि फिर्ता त गर्नुपर्ने होला भन्नुहुन्छ भने त्यो फिर्ता गरेर पनि तपाईँहरूसँग समिति जुटाउनु समिति आयो भने त्यो पैसा मजाले फिर्ता गर्न सकिन्छ। जस्तो अघि सरले कुरा गर्नुभयो कार्ययोजना पेस गर्ने भनेर है। जस्तो तपाईँहरूले विभिन्न खालका प्रपोजलहरू बनाउनु पऱ्यो। अहिले सब डिभिजन कार्यालय वन कार्यालयको जुन छ त्यहाँ पेस गर्नुभयो भने, उसले भनेको समयमा कार्यक्रम पेस गर्नुभयो भने त्यहाँबाट तपाईँहरूले धेरै कामहरू पाउन सकिन्छ। त्यसै गरी अहिलेकै लक परियोजनाले पनि ठ्याक्कै त्यही अघि सरले पनि कुरा गर्नुभयो, नवीकरणको लागि भनेर पैसा नदिए पनि तपाईँहरूको विभिन्न बैठकहरू हुनसक्छ, साधना कार्यक्रम हुनसक्छ, त्यसको लागि तपाईँहरूले रकम पाउन सक्नुहुन्छ। त्यति बेला तपाईँ हामीले यातायात र खाजा कम खाइदिएर त्यो पैसा जोगाए के हुन्छ, त्यो पनि तपाईँहरूतिर लाग्नु पऱ्यो कि। जस्तो हामीले लिने यातायात नलिएर हामीले खाने खाजा त्यो दिन नखाइदिएर भए पनि हामीले यस्तो कुराहरू गर्न सक्यौँ भने
यहाँ गुरुबाकोट नगरपालिकाको पनि वन समितिहरूको मैले भविष्य चाहिँ सुनौलो देखेको छु। त्यसैले गर्दा यो तर्फ पनि म सबैलाई अनुरोध गर्न चाहन्छु, हाम्रो नेपालको वन हरियो धन हाम्रो भन्छौँ हामीले, त्यो हरियो वन नेपालको धन होइन। त्यो भएर यो धनै हो क्या हाम्रो प्राकृतिक स्रोत भनेको हाम्रो आर्थिक स्रोतको अमूल्य स्रोत हो। त्यो भएर यो लाग्नलाई चाहिँ म तपाईँहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु र हामीले आगामी दिनहरूमा हामी सबै मिलेर सङ्घ संस्था जस्तो वनको कुराहरू सबै मिलेर गर्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा म अन्तिममा जोड्न चाहन्छु, यहाँ जस्तो अघि सरले कुरा गर्नुभयो समितिमा प्रतिनिधित्वको कुरा, जस्तो समितिमा तपाईँहरूले दलितको जनजातिको सबैको प्रतिनिधित्व गराइरहँदा त्यहाँ चाहिँ अपाहत भएका व्यक्तिहरूको पनि त्यो समितिमा 11 जनाको समितिमा चाहिँ एकजना सदस्य अथवा कुनै पदमा राख्नुभयो भने तपाईँहरूलाई अझै थप सपोर्ट कसरी मिल्छ भने हाम्रा कार्यक्रमहरू पनि तपाईँहरूसँग जोडिन्छन् अनि हाम्रो यही लग परियोजनाको कार्यक्रम पनि तपाईँहरूसँग जोडिन्छ। जस्तो त्यहाँ चाहिँ अपाहत भएको व्यक्तिहरू पनि त्यसैले आगामी दिनमा तपाईँहरूको समितिलाई पनि पुनर्गठन गर्नेतर्फ पनि यहाँ सबैले ध्यान दिनुहुनेछ र यो वन ऐन जस्तो 2076 वन नियमावली 2079 मा भएको कुराहरू पनि तपाईँहरूले अलि राम्रोसँग अध्ययन गर्ने। केही तपाईँहरूले यो अध्ययन नगरेर पनि अध्ययन गर्नु पर्यो, त्यहाँ के कुराहरू छन्, स्रोत कसरी जुटाउने भन्ने कुराहरू हुन्छ। त्यसैले हामीले सबै कुरामा अध्ययन गर्न सक्यौँ भने हामी सबैको भविष्य सुनौलो छ। र यो अन्तिममा यो कार्यक्रमको आयोजना गरिदिनु भयो र यो कार्यक्रम मेरो विचारमा अलिकति समय चाहिँ छोटो हो, 2 दिनको बिचमा हामीले विषयवस्तु धेरै थियो, तर अझै पनि हामीलाई सबै कुराहरू यो तालिम नै पूर्ण तालिम होइन, आगामी दिनहरूमा सम्भव छ भने म आयोजक हाम्रो गुरुबाकोट नगरपालिका नै हो र यो लग परियोजना अन्तर्गत फेरि पनि यस्तै खालको कार्यक्रमहरू गर्न सक्यो र साथीहरू हाम्रा सहभागीहरूलाई थप पुनर्ताजगी गराउन सक्यो भने अझ यो तालिमको राम्रो प्रभावकारिता रहनेछ भन्ने कुरा व्यक्त गर्दै र आगामी दिनहरूमा मैले यहाँ सिकेका कुराहरू समेत म मेरो आफ्नो समितिमा कार्यान्वयन गर्नेछु र मेरो सम्पर्कमा रहनुभएका वनका साथीहरूलाई समेत म यो कुरा जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै मेरो यो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।